मेन टाइम फेरि अगाडि चाहिँ यो चाहिँ लिम्बूहरूको मुन्डु मनसर एकदमै तरुणीहरूको लागि भनेर चाहिँ एउटा चोतलुङ रहेछ ठाउँ। अनि यो चाहिँ ILO 169 इन्टरनेसनल ल अनुसार चाहिँ जस्तो छ पहिलाको त्यस्तै ठाउँमा चाहिँ राख्नुपर्छ भनेर चाहिँ यहाँ लेखेको छ। चाहिँ लिम्बूहरूको लागि धेरै पवित्र डाँडा हो। अब त्यसको मेच्याम्टेको चढ्दैछौँ हात्ती आएर चिसो भएर कस्तो भइरहेछ। उहिले मान्छेहरू चाहिँ बटुवाहरू चाहिँ यो बाटोमा आउँदा जाँदाखेरि चाहिँ यो डाँडाको टुप्पोमा चाहिँ मेन्च्या उभिएको देख्थ्यो अरे। लिम्बू भाषामा मेन्च्या भनेको चाहिँ तरुनी हो। अनि युमाले चाहिँ यहाँनिर आफ्नो तरुनी स्वरूप बनाएर बस्नुभएको अरे। युमा भनेको चाहिँ लिम्बूहरूले पूजा गर्ने मुख्य शक्ति हो। भिड यस्तो छ उकालो एउटा केही देखिँदैन। माथिको डाँडा चाहिँ मेच्याम डाँडा हो। त्यहाँ जाँदैछौँ है हामी। बगान बाटो क्रस। लिम्बू समुदायमा एउटा विश्वास के छ भने युमाले चाहिँ आफ्नो स्वरूप परिवर्तन गरिराख्नुहुन्छ अरे। कोही बेला चाहिँ बुढी साम्माङ काक्मुमा हुनुहुन्छ अरे, कोही बेला चाहिँ मेन्च्या हुनुहुन्छ अरे, र कोही बेला चाहिँ सानो बच्चाहरू जस्तो हुनुहुन्छ अरे। परोमिबाले पत्लो लागेको यहाँको यस्तो दामी ल्यान्डस्केप छ। हिमाल देखिन थाल्यो अलिअलि। ओ हिमा के डाँडा छ मेच्याम्टेको। यस डाँडाबाट चाहिँ मेन गरी तेह्रथुम, ताप्लेजुङ र शङ्खसभाका भागहरू देखिन्छ। उता कता हो ताप्लेजुङ, तेह्रथुम अनि शङ्खसभा यो माथिको देखेको चाहिँ मेन्च्याम दापरे चिलहरू उठ्दैछ। के छैन यो हाइटमा हो। ताप्लेजुङ है 3 ठाउँ देखिन्छ। अब यहाँ चाहिँ हामी हेरेर जाँदैछौँ है। यस्तो संरचना बनाएछ, सबै छिलेछ, किन बनाएको थाहा छैन। लिम्बूको विकास बलु भनेको चाहिँ यो अरे विष अरे हो। मेन्च्याम यहाँ चाहिँ मेन्च्यामको पूजा गर्नु कति फोहोर गरेर आएको यस्तो अरे। यो चाहिँ काठमा नगर्ने ठाउँै फेरि हो कि डरले लाग्छ डराउनु। ल यो मेन पूजा ठाउँ। ल मेन्च्याम चोतलुङ पुग्यौँ। ल मेन्च्याम चोतलुङबाट चाहिँ अब यहाँ दर्शन गरेर हामी चाहिँ यतातिर लाँदैछौँ। अब मिल्के एरियातिर लाग्दैछौँ। अब हामी तुम्मातेन कस्तो राम्रो देखिँदो रहेछ। पर सभा पोखरी अरे यहाँनिर। यो चाहिँ हामी मिल्के एरिया है, गुराँसको राजधानी मिल्के एरिया, तर नो गुराँस। ल यसो बाटो चाहिँ फेरि हामी चाहिँ तुम्बातेन जाँदैछौँ। माथिबाट एक मेन्च्यामको एक सर्कल क्रस गरेर है पारि पाखैभरि यस्तरी छ प्रिमुला। प्रिमुला भन्छ थाहा छ। गुफा हेर्नु जाँदैछौँ है, मेन्च्याम गुफा। अहिले चौरीको भिडियो तथा फोटो खिचौँ भनेको। यहाँनिर गुफा मानेहरू छ। हामी चाहिँ
गुफा पोखरीको गुफा जाँदैछौँ है मेन्चेम डाँडाबाट। नभन्न अब गुफा पुग्न चाहिँ अब गुफा पोखरीको गुफा यस्तो छ। ढोका पनि थियो यो अरे गुफा उयसको यता होला होइन यो ढोका थियो अन्त मिल्केबाट चढेको थियो कि त्यही भएर होला यो फुके यो गुफा पोखरीको गुफा मैले देखेको थिइनँ यो पहिला हाम्रो युमा बस्ने ओडार हो त्यसैले यसलाई चाहिँ युमा फुक्कु भनेर भनिन्छ। अनि गुफा चाहिँ त्यसकै नामबाट भएको? यो हाम्रो गुफा बजारको नाम चाहिँ यो गुफा र पर पोखरी भएको कारणले गर्दाखेरि चाहिँ गुफा पोखरी नाम रहेको हो। यस्तो ठाउँमा आएर पोखरी बारेको अरे पानी नै छैन पानी नै आउँदैन के पोखरी बारेको के छक्क पर्नु बजेट चकाउने बेला मात्रै। ए तुमातेन भनेको चाहिँ लिम्बू भाषाबाट यहाँ आयो हेर्दैछ डर लाग्यो ओइ मोडल हो त मेरो लागि। यो तल देखेको ढुङ्गाहरू चाहिँ पोरओमिपाले ढुङ्गा थुपारेको अरे अनि ठुलो ढुङ्गा चाहिँ छेलो हानेको अरे। पोरओमिपा भनेको चाहिँ लिम्बू मिथ अनुसार चाहिँ सृष्टिको प्रथम पुरुष अरे। पोरओमिपाले चाहिँ अरू नदीबाट ढुङ्गा ल्याएर चाहिँ मेन्चेमको हाइट चाहिँ बढायो भने चाहिँ मेन्चेसँग बिहा गर्ने एउटा बाचा गरेको थियो अरे होइन। अनि तर त्यो ढुङ्गा चाहिँ भाले नबासिकन नै ल्याइ पुर्याउनु पर्ने थियो अरे तर यो जग्गामा आइपुगेपछि चाहिँ भाले बास्यो अरे त्यो भएर ढुङ्गा चाहिँ यहीँ थुपारी राखेर चाहिँ छोडेर राखेर चाहिँ जानुभयो अरे। अनि ल हेर्नुहोस् फेरि म यो ढुङ्गा देख्छु यो ढुङ्गा कसरी पोखेको जस्तो छ क्या यहाँ माथिदेखि यसरी सरर एकै ठाउँमा त्यहाँ आएको जस्तो छ र माथि फेरि पहिरो छैन। यहाँ बाटो खन्ने चाहिँ यो ढुङ्गा चाहिँ फेरि तलैसम्म यसरी एउटै लयमा हेर्नुहोस् पर पनि छैन यता पनि छैन यही लयमा फेरि तलैसम्म यसरी ढुङ्गा पोखेको रहेछ क्या। प्लिज तपाईँहरूले देख्दै हुनुहुन्छ नि यो ठाउँ जुन नागी छ अझै पनि यो चैनपुरतिरको लिम्बूहरूको चाहिँ यो किपट चाहिँ ठाउँ हो। अनि अझै पनि उहाँहरूले चाहिँ यो चरणहरूमा आफ्नो किपटहरू चाहिँ उठाउनुहुन्छ होइन। किपट व्यक्तिगत दर्ता भए पनि अहिलेसम्म पनि उहाँहरूको किपटको अंश चाहिँ छ। यो सबै यसको ओनरसिप चाहिँ अहिले पनि यो सभातिर बस्ने फाबेन चैनपुरतिर बस्ने लिम्बूहरूको किपट चाहिँ भूमि हो ने सरायो भने वस्तु चराउने एउटा सर्टेन ट्याक्स चाहिँ तिर्नुपर्ने हुन्छ क्या त्यो कम्युनिटीलाई। यो ठुलो ढुङ्गा चाहिँ अरुण नदीबाट पोरओमिपाले छेलो हान्नु भएको अरे। ल हाम्रो ब्लगरहरू चाहिँ यहाँ चाहिँ अब हामी यो ढुङ्गाको नजिक जाँदैछौँ अनि एउटै ढुङ्गा कस्तो ठुलो छ कि ओ माई गड है कति ठुलो यो ढुङ्गा कति ठुलो छ पोरओमिपाले छेलो हानेको ढुङ्गा हेर्नु न कस्तो खाले छ कति ठुलो छ ल पक्लुङ हानेको ठाउँमा छ है कत्रो ठुलो ढुङ्गा छ हाम्रो पोरओमिपा। अनि हामी चाहिँ यहाँ आएर चिया कफी खाँदैछौँ होइन पिकनिक पोरओमिपाले यति राम्रो ठाउँमा छ मान्छेहरू यस्तो ठाउँमा आएर मकै चिया खानुको मजा नै बेग्लै छ। यहाँ आएर चाहिँ खिच्दै खिच्दै जानुपर्छ नि हामी पिकनिक खेल्यौँ यस्तो दामी छ पोरओमिपा ढुङ्गा छ हावा कस्तो चलिरहेछ। अनि तपाईँहरूलाई मेन्चेम डाँडा र पोरओमिपाले छेलो हानेको ठाउँ अथवा छाया पनि लाग्दैछ ठाउँ कस्तो लाग्यो पुरानो गठहरू त्यतिकै छ नि मान्छेहरूको है।